कृपा तपाईं हाम्रो सृष्टिकर्ता, मुक्तिदाता, शान्तिदाता, तपाईं न्यायकर्ता पनि हुनुहुन्छ। दिदीको निम्ति हामी तपाईलाई धन्यवाद दिन्छौँ। यो सड्ने गल्ने, यो मृत्यु, यो असिन पसिन हुने जीवन, रोगाउने जीवन, कुनै वखती मूल्य औषधिले पनि नभेटाएर बुढौलीले खाने यो जीवन, तर यही जीवनमा उहाँलाई यो चेतना दिनुभयो, यो उद्धार र मुक्तिको चेतना, यो धर्म र कर्मको होइन तर यो आत्मिक चेतना तपाईले दिनुभयो। जीवन केवल यहाँ मात्र छैन, यो माटोमा मात्र छैन, यो सात भित्ताको यो चिहानमा मात्र जीवन छैन, तर अनन्त जीवन पनि छ। मुक्तिदाता ख्रीष्टमा भएर उनले यो कुरा, यो चेतना, यो पापको पछुतो गरिकन जुन अनन्त जीवन पाए, यसकारण हामी आएका हौँ उनको साक्षीको निम्ति। हामी टाढो टाढो आयौँ, छर छिमेकी आफन्त प्रियहरूले फेरि पनि उनको सम्झनालाई छातीमा कुल्देर हामीले एकमुठी सप्रेम उहाँलाई सश्रद्धा मटी दिनेछौँ। तर यी सब कुराहरू हाम्रो सितिमिति कुराहरू मात्र हुन्। तपाईको दृष्टि, तपाईको वचन, तपाईको अनुग्रह, दया, कृपाको अघि चाहिँ तपाईकी छोरी तपाईँ कहाँ फर्किसकेका छन्। उनको केवल यो शरीर, यो देह, यो सडी जाने हो, यो सड्नु पनि पर्छ प्रभुजी, तर एक दिन तपाईले उठाउनुहुन्छ उहाँलाई। यो शरीर होइन, यो सड्ने, कुने, यो रोग्याउने, यो बुढौलीले खाने शरीर होइन, तर त्यो महिमित शरीरमा तपाईले उहाँलाई लानुहुन्छ, किनकि वचनको ठोकुवा छ, वचनले दिएको विश्वास छ। यस कारणले गर्दाखेरि हामी तपाईलाई धन्यवाद दिन्छौँ आफ्नो छोरीको विश्वासको निम्ति। हामी केवल यहाँसम्म आइपुग्न सक्छौँ, यहाँदेखिको उपरान्त उहाँसँग हामी जान सक्दैनौँ। उनको कफिन बक्समा पनि हामी कोही पनि पस्न सक्दैनौँ, उनी एक्लो भएर जानेछिन्, तर तपाईको उपस्थितिमा उनी जानेछन्, संरक्षित रहनेछन्, सकल रहनेछन्। उनी भत्केर टुटेर नासिएर गएका छैनन्। आँखाले हेर्दा यस्तो देखिन्छ, तर तपाईको आत्माको बलले, तपाईको सृष्टिको अनि तपाईको अनन्त विश्वास योग्यताले तपाईले आफ्नो छोरीलाई अँगाल्नु भएको छ। धन्यवाद छ प्रभु। अब सब कुराहरू तपाईको चरणमा राख्छौँ। उनले राखेका यो साक्षी, दुःख सुख कष्ट भोगी जीवनमा पनि उनले थेगेका यो विश्वासको साक्षीको निम्ति वचन आउनेछ। वचनको डिस्कोर्स तपाईले खुल्ला रूपमा प्रभुजी, चुनौती रूपले मानिसले जसले सुन्छन्, हामी सुन्छौँ, यी कुराहरू हाम्रो अनन्त जीवनको निम्ति अत्यन्त बिन्ती प्रार्थनालाई धन्यवाद सहित प्रभु यीशुको नाममा परमेश्वर पिता सुन्न सुन्ने ग्रहण गर्नुहोस्। आमेन। हामी पुस्ताइना भावनेछौँ तपाईँले दान गर्नुहोस्। त्यहाँदेखि वचन हुन्छ, त्यसपछि तपाईँहरूले पहिला आफन्तले पहिला मौका पाउँछ, त्यसको बाद दिदीबहिनीहरूले त्यहाँदेखि हाम्रो दाजुभाइले गर्नुहुन्छ। नपाइनुहोस्, पहिला आफन्तहरूले, त्यहाँ दिदीबहिनीले, त्यहाँ दाजुभाइले। संसारी माया विचित्र मरेर के को लान्छ र, नगर व्यर्थै लोभी मन छोडेर जान्छ व्यर्थै। आखिर एक पेट खानु छ, हाँसी खुसी जिउनु छ, अधर्म कहिले नसोच्नु, सके पुण्य कमाउनु। अधर्म कहिले नसोच्नु, सके पुण्य कमाउनु। सत्यको बाटोमा मन डोर्यो, बाटोमा टाढा हटाऊ, सुन्दर फुल फुलाऊ, मान्छेमा भेदभाव नगरौँ, दिदीबहिनीहरूले लाउँदै पालो लगाउँदै जानुहोस् ल। घर परिवारको को हुन्छ लगाइहाल्नुहोस् पहिला, लाउँदै निस्किदिनुहोस् त तपाईँहरू।
बैगुनीलाई